नमस्कार दर्शकवृन्द, स्वागत छ तपाईहरूको च्यानल धार्मिक वाणीमा। आज हामी प्रवेश गर्दैछौँ श्रीमद् भगवद् गीता अध्याय 17, जसलाई भनिन्छ श्रद्धात्रय विभाग योग, अर्थात् मानिसको श्रद्धा, उसको सोच, कर्म र भविष्य 3 गुणद्वारा कसरी निर्धारण हुन्छ भन्ने दिव्य रहस्य। यो अध्याय विश्वासको गहिरो विज्ञान हो, भक्ति, आहार र तपस्याको वर्गीकरण हो र आत्मिक उन्नतिको सूक्ष्म मापदण्ड हो। अघिल्लो अध्यायको सम्बन्ध अध्याय 16 मा भगवान कृष्णले दैवी र आसुरी स्वभाव छुट्याउनु भयो। अब अर्जुनको गम्भीर प्रश्न उठ्छ। श्लोक 17.1 हे कृष्ण, जो मानिस शास्त्र नमान्दै पनि श्रद्धापूर्वक पूजा गर्छ, उसको स्थिति के हो? के श्रद्धा मात्र पर्याप्त छ कि सही मार्ग पनि चाहिन्छ? कृष्णको दिव्य उत्तर। कृष्ण भन्छन्, हे अर्जुन, मानिसको श्रद्धा उसको स्वभाव अनुसार 3 प्रकारको हुन्छ। श्लोक 17.2 सात्विक श्रद्धा, राजसिक श्रद्धा, तामसिक श्रद्धा। मानिस जस्तो श्रद्धा गर्छ उही नै बन्छ सात्विक श्रद्धा, शुद्ध विश्वास। सात्विक श्रद्धा भएका मानिस देवताको पूजा गर्छन्, शान्त, विनम्र र विवेकी हुन्छन्, मोक्षतर्फ उन्मुख हुन्छन्। लक्षणहरू: आत्मिक शुद्धता, शास्त्रप्रति सम्मान, निष्काम भक्ति, करुणा र संयम, सत्य र अहिंसा। श्लोक 17.4 सात्विक मानिस देवताको पूजा गर्छ। राजसिक श्रद्धा, आसक्त विश्वास। राजसिक श्रद्धा भएका मानिस शक्ति, पद र फल खोज्छन्, अहंकारले प्रेरित हुन्छन्, बाह्य प्रदर्शनमा रमाउँछन्। लक्षणहरू: फलको अपेक्षा, अस्थिर मन, प्रतिस्पर्धा, यश र सम्मानको लोभ, अशान्त चित्त। श्लोक 17.4 राजसिक मानिस यक्ष र राक्षसको पूजा गर्छ। तामसिक श्रद्धा, अन्धविश्वास। तामसिक श्रद्धा भएका मानिस अज्ञानमा डुबेका हुन्छन्, भय र अन्धविश्वासले ग्रसित हुन्छन्, आत्मा र शरीरलाई पीडा दिन्छन्। लक्षणहरू: हिंसात्मक साधना, मृतात्मा र भूत पूजा, अन्ध आस्था, विवेकको अभाव, आत्मघाती जस्ता कर्म। श्लोक 17.45 तामसिक मानिस भूत प्रेतको पूजा गर्छ, आहार पनि श्रद्धाको दर्पण। श्लोक 17.7-10 कृष्ण भन्छन्, खाना केवल शरीर होइन, मन र चेतनालाई पनि बनाउँछ। सात्विक आहार ताजा, स्वादिष्ट, जीवनदायी, दीर्घायु र शान्ति दिने। राजसिक आहार धेरै तीखो, धेरै नुनिलो, रोग र बेचैनी दिने। तामसिक आहार बासी, दुर्गन्धयुक्त, अशुद्ध, चेतनालाई मर्ने बनाउने। तप, दान र यज्ञ 3 गुणमा। श्लोक 17.1-13 सात्विक फलको अपेक्षा बिना, श्रद्धा र शुद्धता साथ। राजसिक देखावटी, प्रशंसा र सम्मानका लागि। तामसिक अज्ञानपूर्वक, पीडादायी, बिना श्रद्धा। तत्सत परम सत्यको मन्त्र। श्लोक 17.23 कृष्ण भन्छन्, तत्सत ब्रह्मको 3 नाम हुन्। परम चेतना, तत्फल त्याग, सत सत्य र अस्तित्व। यी बिना गरिएको कर्म अधुरो हुन्छ। अध्याय 17 को दिव्य सार। श्रद्धा नै जीवनको आधार हो। श्रद्धा 3 गुणबाट जन्मिन्छ, जस्तो विश्वास उस्तै भविष्य। आहार, पूजा र तप सबै चेतनाका सिडी हुन्। शुद्ध श्रद्धा नै मोक्षको ढोका हो। आजको आत्म प्रश्न। प्रिय दर्शक वृन्द, आज कृष्ण हामीलाई सोध्नुहुन्छ, मेरो श्रद्धा कस्तो छ? म सात्विक बन्ने प्रयास गर्दैछु कि
मेरो पूजा विवेकपूर्ण छ कि अन्ध? सम्झनुहोस्, श्रद्धा आँखा बिना देखिन्छ, तर विवेक बिना अन्धो हुन्छ। प्रेरणादायी सन्देश। जब श्रद्धा शुद्ध हुन्छ, विवेकयुक्त हुन्छ, शास्त्रसँग जोडिन्छ, तब मानिस साधारण होइन, साधक बन्छ। यदि तपाईलाई अध्याय 17 श्रद्धात्रय विभाग योग मन पर्यो भने भिडियो लाइक गर्नुस्, ज्ञान शेयर गर्नुस्, धार्मिक वाणी च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। अब हामी प्रवेश गर्नेछौँ अध्याय 18 मोक्ष संन्यास योग, जहाँ सम्पूर्ण गीता मोक्षको महामन्त्रमा परिणत हुन्छ। हरि ओम।